सम्पूर्ण साथीभाइहरूलाई जय मसी, मेरो सम्पूर्ण विश्वासी प्रियजनहरूलाई तारा मगर मेरो कौशी खेतीमा स्वागत गर्दछु। हेर्नुहोस् त मेरो फर्सी खाना रेडी भएको छ। यो चाहिँ यत्र यत्र नै हो है, योभन्दा ठुलो यो हुँदैन। त्यसैले म यो फर्सीहरू टिप्न गइरहेको छु। सानो खाने बेला भइसकेको छ। हेर्नु न, आज म बङ्गुरको मासु हालेर यो फर्सीलाई खानेवाला छु। ल हेर्नुहोस्, प्रभुलाई धन्यवाद। यस्तो राम्रो फर्सी मेरो बारीमा फलेको छ। हेर्नुहोस्, ल हेर्नु, यो चाहिँ त्यसको बिउ पारेको भएर त्यो जस्तै फलेछ। त्यो ठुलो फर्सी पनि खाने बेलामा भइसकेको छ। अब तिनीहरू पनि टिपेर खानुपर्छ सबै फर्सी। अहिले ल हाम्रो यो, अनि यो हेर्नु त, यो त बढ्दैछ। यिनीहरू चाहिँ बढिसके जस्तो लाग्यो। यिनीहरू चाहिँ खाने बेला भइसक्यो। यो 3टा फर्सी। अनि यता आउनुहोस् त घिरौला अझैलाई। काँक्रा चाहिँ यो लोकल काँक्रा ढिलो फल्छ अरे, फुलहरू मात्रै फुलिरहेछ। हेर्नु, अस्ति पनि घिरौला खाएको है, तपाईँहरूलाई थाहा छ है। हेर्नु घिरौला समाउ त एकछिन। पख्नै यहाँ माथिको चाहिँ भेटेन। त्यो आज तिते करेला पनि टिप्छु म। यो तिते करेला र योभन्दा अलिक बढ्दैन कि जस्तो पनि लाग्यो मलाई। समाउ त, हेर्नु त घिरौला। अनि अस्ति नै खाएको, अहिले पनि खाएको। अब चाहिँ अरू चाहिँ बढ्दैछ। तिते करेला पनि थुप्रै चिचिला लाग्दैछ साथीहरू। साराले पनि साथीहरू भन्छ। यहाँ हेर्नु त, यो करेला पनि म टिप्दैछु। ल हेर्नुहोस्, ल हेर्नुहोस्। तपाईँलाई धन्यवाद। अझै बढ्थ्यो होला बिचरा, मैले यत्रोमा टिपेँ। मलाई चाहिँ टिप्न पनि अलि हतारै लाग्छ कि। यो सेतो खालको करेला हो मेरो। ल हेर्नु त, यी आज मैले यति तरकारी यति टिपेको छु। हरियो खोर्सानी त छ घरमै। अनि मैले खरानी हालेपछि अलि हल्का मेरो बोटबिगाको अनुहार अलिकति फेरिएको छ है। ल हेर्नुहोस्, ल हेर्नुहोस्। अब यो फर्सी पनि टिप्छु कि पकाउने हो यसलाई? पाकोस् बोल न। पाकोस् हो, पाकोस्। पाकोस् है। आहाई तिते करेला। ल हेर्नु त मेरो तिते करेला। यो चाहिँ हरियो। वाउ, यहाँ पनि छ क्यारे। ओ माई गड। ल हेर्नु, ल हेर्नु, यसरी लुकेर बसिरहेको छु कि बिचरा नदेखोस् भनेर ल मैले देखिहालेँ। अरू चाहिँ मसिनो चिचिला लाग्दैछ। अहिलेलाई चाहिँ मेरो यति करेला भयो त मलाई छाक पनि पुग्छ। अनि यो काँक्रा चाहिँ ढिलो फलिरहेछ। अब यो फर्सी चाहिँ अब खै ढिलो फल्छ होला, हेरौँ। ल हेर्नुहोस् साथीहरू, अहिलेलाई मेरो बारीबाट निस्केको यो खै देखाउँ न राम्ररी कता हो। हेर्नुहोस् है साथीहरू, घिरौला अनि फर्सी अनि तिते करेला। तपाईँहरूले पनि यसै गरी आफ्नो बारीमा रोप्नु होला अनि मिठो मिठो गरेर पकाएर खानु होला। धन्यवाद सम्पूर्णलाई। मेरो छोटो भिडियो कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला। सबैलाई धेरै धेरै माया। जय मसी अनि नमस्कार।